शान्त साँझ थियो। सूर्यका किरणहरू धौलागिरी हिमालको काखबाट बिस्तारै ओझेल पर्दै थिए। सरिता, जो शहरको भिडभाडबाट केही समयका लागि टाढा आएकी थिइन्, कुण्डुलेको त्यो अनौठो सुरुङ मार्गको प्रवेशद्वारमा उभिइन्। उनले सुनेकी थिइन्, यहाँ पत्थरहरू बोल्छन्। जब उनी संग्रहालयको गुम्बज जस्तो देखिने सुरुङभित्र पसिन्, बाहिरको कोलाहल एक्कासी हरायो। भित्ताहरूमा लहरै सजाइएका हजारौं सालग्रामहरू देख्दा उनलाई लाग्यो उनी कुनै अर्कै संसारमा आइपुगिन्। प्रत्येक शिलाको आफ्नै आकार थियो, आफ्नै चक्र थियो। यी केवल ढुङ्गा मात्र होइनन् नानी, पछाडिबाट एक वृद्ध पुजारीको स्वर सुनियो। उनले मुस्कुराउँदै सरितालाई सम्झाए, यी त कालीगण्डकीले करोडौं वर्षदेखि आफ्नो छातीमा लुकाएर ल्याएका इतिहास हुन्। मुक्तिनाथको चिसो पानी र दामोदर कुण्डको पवित्रता बोकेर आएका यी 1,25,000 सालग्रामहरूले यहाँ भगवान विष्णुको उपस्थितिको आभास गराउँछन्। सरिताले एउटा सानो शिलालाई नजिकैबाट हेरिन्। त्यसमा रहेको प्राकृतिक चक्रले उनलाई ब्रह्माण्डको अनन्तताको सम्झना गरायो। सुरुङको भित्री बनावटले उनलाई मुस्ताङको गुफामा रहेको महसुस गराउँथ्यो। बाहिर कालीगण्डकी सुसाइरहेकी थिइन् र भित्र ती मौन शिलाहरूले शान्तिको कथा सुनाइरहेका थिए। त्यो दिन उनले बुझिन्, संग्रहालय केवल थोत्रो सामान राख्ने ठाउँ मात्र होइन, यो त आस्था र प्रकृतिको एउटा जीवन्त सङ्गम रहेछ। बाहिर निस्कँदा उनको मन ती सालग्रामहरू जस्तै स्थिर र शान्त भइसकेको थियो।